पहाडी शान्त वातावरणमा एक कुशल हातले देवदारको रुखको बोक्रामा ससाना चिरा लगाउँछ। केही समयपछि त्यसबाट बिस्तारै बग्न थाल्छ सुगन्धित सेतो रस। यही हो पाइन रेजिन, प्रकृतिको अनुपम वरदान। दिनौसम्म जम्मा गरिएको यो सल्लाको खुटुलाई बिस्तारै तताइन्छ, जसले गर्दा यो चम्किलो पारदर्शी सुन्तला रङको रत्न जस्तो रूप लिन्छ। यो क्षण प्रकृतिको जादु जस्तै देखिन्छ। त्यसपछि सुरु हुन्छ मिठासको संसार। चामलको पिठो र पानी मिसाएर तयार पारिन्छ नरम, चिल्लो आटा। त्यसलाई बेल्दै, काट्दै, ससाना चौकोस टुक्राहरूमा रूपान्तरण गरिन्छ। प्रत्येक टुक्रा सजावटको कलाकृति जस्तै देखिन्छ। बाफमा हल्का पकाएपछि यी टुक्राहरूमा हालिन्छ ओस्मेन्थस फुलको सिरप र जिलेटिनको पारदर्शी मिठास, जसले दिन्छ सुगन्ध, स्वाद र चमक। अन्त्यमा कोइलाको धुवाले यी पारदर्शी रेजिनका टुक्राहरूलाई हल्का धपक्क परेका सुन्तला रङमा रङ्गिन्छ। यो क्षणले मिठाईमा मात्र स्वाद होइन, परम्परा र प्रकृतिको आत्मा पनि मिसाइदिन्छ।